पटक पटक दानवले देवतालाई चुनौती दिए। देवता सर्वशक्तिमान हुन्थे तर एकपटक देवतालाई चुनौती दिन थाले ब्रह्मभक्त महिषासुरले। महिषासुरलाई ब्रह्मबाट वरदान मिलेको थियो। उनको मृत्यु देवता वा कुनै पुरुषबाट सम्भव थिएन। उनको विनाश केवल स्त्रीबाट सम्भव थियो। महिषासुरले आफ्नो वरदानको दुरुपयोग गरेर सबैलाई दुःख कष्ट दिन थाले। महिषासुरले अति नै गरिसकेपछि यसको अन्त्यका लागि भगवान शिव, ब्रह्मा, विष्णु र सबै देवता मिलेर एक शक्तिको निर्माण गरे जसको स्वरूप यस्तो थियो। नौ दिनको युद्ध पश्चात 10औं दिनमा महिषासुरको मृत्यु हुन्छ, जसले हामी दशैंको रूपमा मनाइरहेका छौँ।